लाइक के नहीं तू सब और हाँ तो और कोई भी काट दबो हथियार। तोरा घर में सबसे पहले तोरा हम क्वेश्चन कर कि तोर घर में माय बहन छो कि नहीं छो। अगर माय बहन छो केहन घर के परिवार हाम्रो घरमा त दिदी बहिनी छ, तेरो घरमा चाहिँ दाजुभाइ त हुँदैनन् हेर। लड़का छिटू है कोई लड़की के वीडियो निकाल के रोस्ट करके अरे हरामी के बच्चा और कथी कहली तू एक राइट रे हरामी हमरा मरद छे हमारा घर वाला छे हमरा तेरो घरवाला बाप पनि तेरो मर्द हो, तेरो भाइ पनि मर्द, छिमेकी पनि मर्द, भएन भनेर मौलवी पनि मर्द हो, तेरो सबैलाई त तिमीहरूको काम चल्छ। तोरा हमर जूता के तोर लाइक के नहीं तू सब और हाँ, तोर कोई भी साला एक वैवाहिक लड़की के तू एहन जुबान काट देबो हथियार हथियार काट देबो उ टाइप के लड़की छिए अन्नन वाला काट देबो आइज त्यसो भए काट्न आइज न जाठी तँलाई काट्न मार्न भन्दा के हुन्छ। तिमीहरू आतंकवादी तिमीहरू भएको कुन ठाउँमा शान्ति छ भन्, कुन देशमा शान्ति छ भन् त, कुनै एउटा देश देखा त। तिमीहरू जहाँ जान्छौ नि कलेस मचाउँछौ, तिमीहरू जहाँ जान्छौ त्यही कलेस मचाउँछौ, बुझ्यौ। तिमीहरू एक रात बात करी छी हथियार काट देबो हथियार काट के तोर हाथ में रख देबो से विचार कर लीजिए। कहलो ना तू हमर संग पंगा ले लड़ तू के जी वीडियो बनाए वाला ना मर्द कबू तोरो तू भी ना मर्द तोर दोस्त सब ना मर्द। अगर मर्द के बच्चा रहती ना केटा औरत के एटा लेडीज के वीडियो नहीं उठाती तू सबका सब तो लोग हम और मर्द के नाम वीडियो के बनावे छी ना मर्द साला कुकुर ठुक तोर मुंह में ले साला चुटियाहरू तोरा की करना छ कर हम त ले तैले तेरो बाउको लिन्छिस, भाइको पनि लिन्छिस, तेरो दाइको पनि लिन्छिस, त हाम्रो देशमा छिस नि त्यही भएर यसरी भुक्न पाकी छिस। त तेरो मुस्लिम कन्ट्रीमा हुन्थिस भने तँलाई कसरी लगेर मार्केटमा भेडा बाख्रा जसरी बेच्थ्यो देख्छिस, यसरी बेच्थ्यो तँलाई। ठुलो कुरा गर्छिस, हाम्रो देशमा बसेर हाम्रो देशमा खान्छिस, हाम्रो देशमा हक्छिस, हामीलाई नै धम्काउँछिस। त तेरो देश जा इतिहास फर्काएर हेर, त हाम्रो देशमा भिख माग्न आएकी बुझिस् नै, भिख माग्न आएको तेरा बाउ दादाहरू र हामीले अधिकार दिएर तिमीहरू बस्या हो, बुझिस्। निस्केर गइहाल त, जाँठी जस्तो चाहिँदैन हामीलाई। हामी हिन्दू बौद्ध क्रिस्चियन भएको तेरो मुस्लिम कन्ट्रीमा कुन चाहिँ कन्ट्रीले अधिकार दिएको छ भन्, कुन चाहिँ कन्ट्रीले अधिकार दिएको छ। बङ्गलादेशमा जिउँदै हिन्दू चलाउँदैछ, पाकिस्तानमा 25% देखि 1% हिन्दू बसिरहेको छ, अफगानिस्तानमा बौद्ध र हिन्दू त 0 भइसक्यो भन्। हाम्रो देशमा ठुलो कुरा गर्छिस जाठी देखे चाहिए तोर मर्दानी की देखो साला हरामखोर साला चुतिया सब ऐसा चप्पल मारबो ना मुंह से खून निकाल देबो साला। मर्द के बच्चा रहती तू तो वीडियो उठेती तू हमर एटा समाज सेवी के और वाले बात तू कुन मुस्लिम के नाम ए तो समाज सेवी होस्, तो रन्डी होस्, रन्डी बुझिस् नै। तो समाज सेवीको बोली यस्तो हुन्छ, समाज सेवी यस्तो हुन्छ। त रन्डी हो न, रन्डी खाना बेच्ने खालकी होस् त जाठी, त रन्डी होस् त आफै रन्डीबाजी गर्दै हिँड्छिस् होला, त्यसैलाई समाजसेवा भन्छस् नि भन्। तर दाइलाई समाजसेवा गर्छिस् होला, भाइलाई नि सबैलाई खानदानलाई समाजसेवा गर्छिस् होला। देख हमको ठेकाने लेना चाहिए, लेकिन नेपाल सरकार के काम चाहिए, नेपाल सरकार के काम चाहिए और तोरा एते मतलब छ तो जो न कर। यो मेरो देश हो बुझिस् नै, मेरो बाउ बाजे खुन पसिना एक गरेर लडेर कमाएको देश हो बुझिस् नै। हामीलाई मतलब नआएर कसलाई मतलब हुन्छ। तैँले शरणार्थी लिएर जोगाएको प्रुफ छ नै भन् त। तै आफै उमर खानलाई चाहिँ बचाउनलाई भिडियो अपलोड गरिछिस् नै, जाठी ठुली हुन्छ। हाम्रो देशमा भिख माग्न बसेर निस्केर गइहाल, तेरो देश जताबाट आइकिस् त्यतै जा, बाटो लाग।